पागल छोड़े बेइज्जती भयो यार। कैसा लगा मेरो स्मुथ ट्रान्जिसन? म एउटा संस्कारी, यो एउटा संस्कारी। यतापट्टि घाम परे, यता हुनु पर्ने क्या चर्च। फेरि भन त के गर्नु मन थियो? सुँगुर पाल्ने रे, अनि त्यो पालेपछि अनि ठुलो भएपछि काटेर खाने रे। हामी मार्ट आइसकेको छौँ। एउटा चिज किन्न आएको हो। तपाईँ के किन्न आएको? मेरो तरकारी किन्न आएको। के तरकारी किन्नुहुन्छ बहिनी? मेरो फेभरेट हो तर किन्ने लायकको छैन। कति रे? छोड़ो भी अब जाने दो। क्या क्या खरीदेंगे दिखाती हूँ, ठीक है? कस्तो गवारले आज म कति राम्रो देखिँदैछु। Yes, it's looking so pretty. केटाले चाहिँ पल्लु समात्दिँदैन, यस्तो यस्तो कुराले समात्दिन्छ। काम थाहा छैन, यत्तिकै बोलो। हामी चाहिँ मार्टबाट निस्क्यौँ। उ त्यो जाने के उ त्यो पसलमा, उ त्यो सब्जीहरू पाउने पसल। यहाँ 200 को छाताको हालत देखेर त्यही भएर उसको 200 को छाता हेरेर के भएको हामीलाई थाहा पनि छैन के भएको, तर केही न केही चाहिँ भयो है। बोल्न आउँदैन भने नबोल के बहिनी भनेर म आफूलाई भन्न चाहन्छु। यही हो यसको छातामा भएको पाल चाहिँ। ग्ल्यामर अफ माई भ्लग हो यो चाहिँ। चाइनिज भन्थेँ नि मैले पुरानो भ्लगमा, त्यही हो यो केटी चाहिँ। एकदम राम्री। वी हेभ टु बी भेरी केयरफुल। यस्तो स्पिडमा हिँड्छ। जम 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 जम। आउ 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 आउ। सेफली अराइभ्ड। यही खानको लागि आएको म। ओ समोसा नि रहेछ। समोसा हेर न यसको थोप्स। 48 भएको थियो नि त हाम्रो फुल पेमेन्ट, अनि यो दिइरहेको रहेछ। आलु त केही कुरामा नि हेर्नु, समोसामा नि आलु छैन। के हो यो? यो त मैले पहिला पनि ट्राई गरेको छु। आई नो द टेस्ट। के रे? खतरा पारी पर्दा नेपाल गएर म सुर्केसैभरि खानेकुरा बोकेर आउँछु। अचार लिएर आउँछु। अनि यहाँनिर आएर बेच्छ अरे। 50 रुपियाँको करेन्ट चाउचाउ यहाँनिर ल्याएर 60मा बेच्छ अरे, अनि धनी हुन्छ अरे। उसको काला सची यही हो गाइज। बिजनेस माइन्डसेट भएको पचक केटी हो यो। लु अब हामी आइपुग्यौँ होस्टेल। यस्तो पालो गर्मी त हामी कौन वाला? ये वाला। वो तो मेरा खासियत है। बंद कर। नहीं बंद कर दे। नहीं करूँ। देखो ये लड़की इतना परेशान करती है ना, मुझे कुछ भी करो ये इसका आवाज़ तो इसका उठाना ही उठाना है। तुम्हें मुझसे क्या कौन स्टार्ट किया ये बहस? इसको मैं मारूंगी। ठीक है? पागल छोड़े। छोड़ो भी अब जाने दो, इतना गुस्सा करो मुझसे गुस्सा। ओ ये कौन लिया? एंड वो 99 का 2 है, तो हम जब भी टट्टी करने जाते हैं तो किससे हाथ धोए? किससे हाथ धोए? जो नहाने का साबुन होता है उससे धोए। गेट ऑफ माय बैग। बाद में मिलती हूँ कपड़े चेंज करके, ठीक है? तो ट्रांजिशन कर लिया मैंने चेंज, ठीक है? मेरे से ज़्यादा अच्छी ट्रांजिशन का उम्मीद मत रखा करो, क्योंकि नहीं आता। तो मैं ये एक कोट एक दीदी को धोने दे दूँगी। धो दिया तो ठीक है, वरना मैं खुद ही धो के आ जाऊँगी, ठीक है? चल चल चल, मेरे रास्ते में मत खड़ा हो। मैं ऐसे ही बदतमीजी करती हूँ लोगों के साथ, ये भी करते हैं, लेकिन जब ब्लॉग शुरू करती हूँ ना तब बदतमीजी नहीं करते, अच्छे बनने की डोंगरा चाहते हैं। ये लड़की हमेशा फ़ोन में बतियाती रहती है। हाय दिनु, थैंक यू भन्नु। ए थैंक यू भन्नु। अल्छिन सरी।
थ्याङ्क यू थ्याङ्क यू वेलकम। अब हामी थोप्स धुन्छौँ। त्यसपछि अलरेडी थोप्स धुनलाई चाहिँ खै थोप्स भयो। आँखा पुरा कालो भइसक्यो मैच्याङ। के हेर्ने रे कुन हो सल्लाहको रूप खै गम भने होइन गम जियुएम चटक हेर नि त ऊ म्याउ कटोरामा झर्दैछ ए त्यही भएर त्यस्तो गरेको त्यही त हामीले किन यस्तो गरेको भन्छ नि ए थाहा थिएन है मलाई यस्तो योबाट चाहिँ यो ग्रिन ग्रिन देखेको छ नि योबाट खसेर अनि कचौरोमा चाहिँ अनि गमहरू जान्छ अरे त्यही भएर पो यस्तो गरेको यसरी काट्छ कि म भिडियो ए त्यही भएर यो केटीलाई सब थाहा रहेछ है गाइस यस्तो केटीहरूबाट टाढा राख्नुपर्छ सावधान रहो सतर्क रहो यसै लड्कियों से दूर रहो यसै थुक्छस् मेरो अगाडि नथुक न मेरो त अङ्कलले चाहिँ नि तरी थुक्थ्यो छिमा त थुकेको थुकै गर्थ्यो क्यामेरामा एक्सपोज भयो फेरि भन त पिडा खान्छ है यो बिग्रियो भने यस्तो जाबो पाछा कुराको लागि मैले भने अघि मलाई के भने अरे सनस्क्रिन भन तिम्रो बेजत हालम घरमा बस्दा पनि यस्तो अँध्यारोमा बस्दा पनि सनस्क्रिन लगाएर बस्छ बाहिर हिँड्दा उज्यालोतिर हिँड्दा पनि लगाउने त यस्तो है भन्ने कुरा गरिदिरहेको क्या दिनकै लाउनुपर्छ कि सनस्क्रिन भने दिनकै लाउनु पर्छ पानी परोस् घाम परोस् बस्दा हैन अँध्यारोमा त्यही पनि त्यस्तो लाउनु अँध्यारोमा बस्दा पनि लाउनुपर्छ घरबाट बाहिर हिँड्दा मात्रै लगाउने हो उहाँ भने टिचर मान्छे जाउँ आऊ बाहिर खाना खायो छैन तिमीले खायो अह जाउँ आऊ खाना अहिले एकछिन जान्छु ओइ पुच्ची जाउँ बाहिर खाना खा के मिलती इसे देखो यो केटीले भनेको मैले उ त्यो बिरालोको भिडियो खिचिरहेको थिएँ अनि त्यसपछि विदाउट पर्मिसन कसैको भिडियो खिच्न पाउँदैन अरे अनि मैले त्यो खुट्टाको मात्रै खिचेँ अन्त तिम्रो नि खुट्टाको खिचौँ तिम्रो त विदाउट पर्मिसनै खिच्ने हो बहिनी के गर्दो रहेछ हेर अनु अनु उ त्यो मेरो भाडा लगिदेऊ न थ्याङ्क यू दूसरों को काम कराने में मजा आता है वाउ पानी भरिदिएर ल्यायो माया मेरो यो पनि सुकाइदिएछ थ्याङ्क यू कानतिर हान्ने होइन कि कहाँ हान्ने त यहाँ तलतिर हान्दा हुन्छ यहाँ बाइक यहाँ अनि यहाँ बाइक ए भयो सरी ए सरी न त तिमीलाई हान्नै नहुनु मैले झन् उसलाई माया गरेर हाने होइन बदतमिज लड्की उसलाई माया गरेर हान्न नि नहुने के बदतमिज ऊ यो पनि झारिदियो वार्डेनको कम्प्लेन गरिदियो रोसिकाले यो दुईटा यस्तो झारिदिएको छ गाइज आई एउटा पाचक केटी त्यही भन किराहरू हुन्छ के खुसी तानेर एउटा बल्ल तल्ल एउटा कुर्सी पुसपास गरेर सफा बनाएर राखेको त उसले पुरा बसिरहेको जरलाई बस न कुर्सी तानेर कस्तो क्यामेराको अगाडि सरिफ भन्छन् कि हेर न जिन्दगीमा कति इनोसेन्ट काम गरे जसरी के यस्तो छ नि केटी भित्रभित्र त आम पाचा खान्छ जसलाई नि भिडियो हाल्ने नि त्यहाँ मैले होइन रोसिकाले हो ए रोसिका हो के अरे आम बाचकवाली पानी परेछ गाइजहरू ल यो बहिनीको नाम चाहिँ पाचक केटी अनि पास्टरको छोरो यसको नाम चाहिँ केही होइन यो त बेनाम छ यो बिना अर्थ दिलमा सजाए यसलाई मैले
भित्र आइसकेको छौँ किनभने पानी परिसकेको छ। अब हामी घुम्न जानेछौँ। ओ प्लिज ल केही देखाए यस्तो बेनाम जग्गामा अन्धकारमा पनि ज्योति पाएनौँ हामीले। अब हामी जाँदैछौँ घुम्न। तिमीलाई बात आऊ जाम आऊ ओए आऊ जाम घुम्न जाम भ्लग बनाउन जाम। हेर न कस्तो एक्टिङ छिटो है छिटो ढिला बेसी। अब जान लाग्यो जुम्रा मारेर बस्छ। छ्या यो रुमको हालत हेर न। जान त मन छ तर आज खाजामा केही मिठो रहेछ भने यस्तो रिग्रेट हुन्छ नि। खाजा खाने टाइम हुन लागिसक्यो 40 मिनट बाँकी हो। पाचक केटीले पाचकै पोज दिन्छ कि घर कसको आमा शिक्षालाई भनिदिन्छु अनि थाहा भयो शिक्षाले मगर त्यही भएर पो त्यो मान्छेहरू हेरेर हाँस्छ रहेछ यार। छ्या बेच्चतै भयो यार। कोकोनट ये बड़ा वाला 60 रुपये 70 60। ओ ब्लॉग यूट्यूब हाय। ओके वेरी एक्सपेंसिव फॉर अस। बाय बाय। देखो गाइस हेर न यो के को बारी हो। पाइनएप्पल यस्तो हुन्छ वाउ। हेर ल यस्तो खतरा हुन्छ पाइनएप्पलको यो के भन्छ बारी। वाउ यार तर बब्बाल चोर्न पाए त चोर्दिन थिएँ है म। यो सजिना जस्तो चाहिँ छैन म। हेर सानो घर भयो भने कति चिटिक्क हुन्छ कि यताको बाटोमा हामीले एउटा ढुङ्गा पाएको छौँ। देखाउँदा क्रिस्टल जेम्स जस्तो देखाइदेऊ। म जेम्स हो यता देऊ। हेर त नेपाली फुल चोरेर याद लगाएछ। कुकुर फुल। अब टाइम ल्याप्स इन्जोय गर्नु होला। Where the shadows play, the wind hums songs at the break of यो बहिनीलाई चाहिँ होस्टेल गएर लुगा सुकाउनु छ। मलाई चाहिँ होस्टेल गएर खाजा खानु छ। चिकेटी कहाँ रुखमा चढेको हेर यहाँ माथि चढेर यहाँ उभिएर बसेको बहिनी। हामी चाहिँ रेन भ्यू हेर्न केरलाको भनेर छाता उडेर निस्केको थियौँ। लास्टमा घाम लाग्यो। त्यही भएर उसको छाता फेरि अलिक राम्रोवाला छ कि उसले देखाउनकै लागि ल्यायो। हाम्रो चाहिँ सबको सेम पाचक छ कि एउटै कलर। यो पछि चाहिँ मेन क्यारेक्टर हो नि त। यिनीहरूको छाता भन्दा त यो छाता कति राम्रो हेर कति ठुलो छ छाता। वाउ चुप लाग्यो अब। सो यो गाइस यस्तो चिजदेखि मलाई नेपालमा यस्तो डर लागेर 7 कोस टाढा भएको थियो। अहिले हेर कति स्ट्रङ एन्ड इन्डिपेन्डेन्ट भएको छु म। कति नजिक छ कि यो त हामीले चोरेर भाग्न पनि सक्छौँ तर चोर्दैनौँ किनभने हामी सजिना जस्तो छैनौँ। where the shadows play, the कहाँको मन्दिर wind देखाइदेऊ नि। कहाँ मन्दिर चाहिँ सबै मन्दिरकै एरिया हो क्या यो पुजारीको घर हो। मन्दिर माथि एसी छ के। वाउ मलाई पनि त्यस्तो लाग्यो। तर यो मार्बल हो नि साथीहरू। यो पछि चाहिँ यो पनि देखाइदेऊ त्यो पनि देखाइदेऊ। मार्बल जस्तो ढुङ्गा देखाइदेऊ रे। के तपाईँहरूले जिन्दगीमा मार्बल जस्तो ढुङ्गा देखाएको छैन गाइज? कि यहाँनिर होइन यो भगटेको बोट हो नि त। अनि एउटा चिल के भने अरे ल हामी आइपुग्यौँ। भर्खर जान लाग्यो जस्तो लाग्थ्यो आइ पनि पुगिसक्यौँ। आउनु बित्तिकै होस्टेल आउनु बित्तिकै काम दुनियाँदारी काम गराउँछु यो खुच्ची। मेरो आशा घाम लाग्छ किन गनाउँछ नि त फेरि घाममा राखेन भने। मेरो पनि गनाउँछ। ए बहिनीहरू दुईटा चाहिँ म कसरी बोक्नु? यसरी कुछ ले लो भीख। किसका है ये? मुझे क्या पता। नहीं चाहिए भीख तू खुद रख। बारिश हो रही थी तो मैंने कपड़े उतार लिए
एउटा फुच्चीको पार्सल आयो गाइज हेरौँ हेर्नु त गाइस ओ ल यही कुर्ता आयो पार्सल वा ल सुप्पा ल त गाइजहरु मलाई कस्तो देखिरहेछ आज एकदम राम्रो ब्याग भ्लग एन्ड गर्नुभन्दा पहिला एउटा केटीको मूर्खता देखाउँछु तपाईहरुलाई चाबी खोज्यो भने हैन यही छ चाबी यही थियो के यही सुटकेसकै यही टाल्चाको चाबी खोजिरहत यही झुनिरह मूर्ख वाउ यसलाई जाडो लागेको छ कि मेरो हामी भ्लग यहीँनिर स्टप गर्नेछौँ बाई चुप्प गरिदेऊ यतापट्टि के यो चुप्प गरिदेऊ होइन मलाई चुप्प गर्ने टम्सिन्छ कस्तो क्यामेरामा भने क्यामेरामा त गर्दिन मलाई भए चाहिँ गर्छु केटी भेरे केटीलाई हेर्नु हुँदैन क्या बाइबलमा पनि ल्याए Just for thumbnail. Thumbnail.